हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ एकदम रमाइलो हुनेछ किनभने हामी चाहिँ एउटा हाम्रो स्कुलबाट हामी चाहिँ बन्दीपुरको भ्रमणमा गइरहेको छौँ है। बन्दीपुर चाहिँ यो तपाईँको तनहुँ डिस्ट्रिक्टमा पर्दो रहेछ र आजको हाम्रो भ्रमण चाहिँ बन्दीपुरमा छ। बन्दीपुर जाउँला सँगै घुमौला भन्छ है। बन्दीपुरको एक्सप्लोर गर्नेछौँ। अन्त बाटोमा के पर्दो रहेछ है, के पर्दो रहेछ सबै तपाईँहरूले देखाउँछु। कहाँबाट कसो गर्दा जानुपर्ने रहेछ है, सबै देखाउँछु। यहाँ चाहिँ रमाइलो गर्नुहुँदैछ हाम्रो सरहरूले है। सरहरू हाम्रो स्कुलको स्टाफहरू जानुभएको है। सरहरू नाच्नु हुँदैछ, गाउनु हुँदैछ, झुम्नु हुँदैछ है। यहाँ पञ्च सर चाहिँ एकदम एक्साइटेड भइरहेको छ। नाचेको छ। यहाँ म्यामहरूले थप्पडी मारेको छ, नाचेकै छ है। र हामी चाहिँ हाम्रो जाँदैछौँ है। ल जाँदैछौँ। अन्त तपाईँलाई कहाँ कसो जान्नु चाहिँ सबै बताउनेछौँ। हामी चाहिँ यहाँनिर एकदम बिसाएर है यहाँ बसिरहेको छौँ। एकछिन रेस्ट गरेको गाडी तात्यो भनेर ल अब फेरि हामी है यो चाहिँ भन्छ रहेछ हामी चाहिँ चपरदेखि स्टार्ट भएको र अहिले चाहिँ हामी यहाँनिर पथलैया भन्ने चाहिँ जग्गामा आइपुग्यौँ। यता लेफ्टपट्टि गयो भने चाहिँ वीरगन्ज पुगिने रहेछ र हामी चाहिँ राइटपट्टि भित्र छिरेर चाहिँ अब हामी जान्छौँ है। भित्र छिरेर चाहिँ हामी यहाँ पथलैयाबाट अब हामी हेटौरा पुग्नेछौँ है। हेटौरामा खाजासाजा खाएर चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्नेछौँ है। र भिडियोमा बनिरहनु चाहिँ साथी एकदम रमाइलो हुनेछ। बाटोमा के पर्छ सबै तपाईँलाई देखाउनेछौँ है। साथी हो बनिरहनुहोस् भिडियोमा। अहिले चाहिँ हामी हेटौरामा के अरे पुगेर चाहिँ हामी यहाँनिर ब्रेकफास्ट गर्दैछौँ। ब्रेकफास्टमा चाहिँ छोले र भटुरे रहेछ है। छोले र भटुरे खाएर चाहिँ हामी अब एकछिन रेस्ट गरेर चाहिँ जाने। सबैजना यहाँ हाम्रो सरहरू सबै ब्रेकफास्ट खानुहुँदैछ है। ब्रेकफास्ट खाएर चाहिँ हामी यहाँबाट जानेछौँ है। म्यामहरू चाहिँ खुसी हुनुहुन्छ। जुली म्यामले हाई सर भन्नुहुन्छ, मिन्टो म्यामले हाई सर भन्नुहुँदैछ है। सबै एक्साइटेड भइरहेको छ कस्तो चाहिँ छ होला भन्ने चाहिँ यहाँ ड्राइभर दाइहरू पनि कस्तो चाहिँ छ होला बन्दीपुर भनेर चाहिँ पुरै गफ हान्नुहुँदैछ है। यहाँनिर फेरि के अरे हाम्रो आस्था भन्दैछ हेलो सर भनेर। अन्त यहाँनिर मिसहरू फेरि आफ्नै धुनमा हुन्छ लजाउनु हुँदैछ फेरि हो बन्दीपुर कस्तो चाहिँ छ भनेर हाँस्नुहुँदैछ है। हामीले खाएको यो ब्रेकफास्ट गरेको रेस्टुरेन्ट चाहिँ यहाँनिर चाहिँ एकदम राम्रो रेस्टुरेन्ट रहेछ है। यो हेटौडामा रेस्टुरेन्ट रहेछ। मिसहरूले फोटो पनि खिचिहाल्नु भयो यहाँनिर हो। त्यहाँदेखि चाहिँ अब चाहिँ हामी गयौँ आफ्नो गन्तव्यतिर जाँदैछौँ है। यहाँनिर चाहिँ अहिले हामी बाटोमा बिसाएर चाहिँ हामी यहाँनिर ओप्पोको जुस खाँदैछौँ। यहाँनिर साह्रो तिर्खा लागेर है। गाडी पनि अलिक तात्दैछ। यहाँ उठ्ने भाइले मिनट है खाएर चाहिँ हामी एकछिन यहाँनिरको वरिपरिको दृश्यहरू कस्तो छ भनेर चाहिँ हामी यसो हेर्दैछौँ। एकदम राम्रो रहेछ। यो चाहिँ चितवनमा आइपुगेछौँ हामी है। चितवन यहाँ चाहिँ आइपुग्छौँ। अन्त चितवनमा चाहिँ यो के अरे सेङ्चुरी छ। सेङ्चुरीमा चाहिँ त्यहाँनिर पनि घुम्न सक्नुहुन्छ तपाईँहरू है। यहाँनिर जाँदा जुस खाएर सबैजना जानुपर्छ भन्दैछ है। अहिले चाहिँ सबै बसमा बसेर बसिसक्नु भएको छ सबै है। अब चाहिँ यहाँबाट चाहिँ हामी है सबै थपडी मार्दैछ। डान्स पनि गर्नुहुँदैछ, बेला बेला रमाइलो गर्नुहुँदैछ, हेलो भन्नुहुँदैछ भन्दैछ।
अहिले चाहिँ हामी इच्छाकामना गाउँपालिका 6 नम्बर वडा कार्यालय जलबिरे चितवन बागमती प्रदेश नेपालमा आइपुगेका छौँ भने अहिले चाहिँ हामी जलबिरे झरना माथि छ रहेछ हिँड्दै जाँदैछौँ है साथी हो। पछाडिको भ्यू देख्नु हुँदैछ एकदम रमाइलो दामी छ र साह्रै उकालो भएकोले गर्दाखेरि हामी चाहिँ होइन हामी त अगाडि हुनुहुन्छ म चाहिँ यहाँनिर हिँड्दै जाँदैछु। बाख्रे सास निस्किनु साथी हो। ल अहिले चाहिँ हामी झरना एन्ड कम्पनी क्याफे रहेछ तर हामी झरनामा आइपुग्यौँ है। अब चाहिँ गेटबाट हामी छिर्दैछौँ। हाम्रो रणवीर सर यता हुनुहुन्छ, ए सरी प्रेम सर यता हुनुहुन्छ, दिपु सर यता हुनुहुन्छ, मिसहरू चाहिँ हरेस लागेर यहाँनिर बसिरहनु भएको छ। अब चाहिँ हामी झरना तरफ लागेको है साथी हो। अहिले भने चाहिँ हामी झरनामा आइपुगेको छ। झरना चाहिँ यस्तो दामी रहेछ वाह रहेछ नि त अन्त। अनि चाहिँ हामी यहाँनिर जलबिरे झरनामा आइपुगेको छौँ। यो चाहिँ तपाईँको के गाउँपालिका हो सर? इच्छाकामना गाउँपालिका अन्त चितवन होइन, चितवन डिस्ट्रिक्ट, नेपालको चितवन डिस्ट्रिक्टमा आइपुगेको छौँ र बागमती प्रदेश नेचुरल झरना रहेछ। अन्त यो चाहिँ सानो झरना हो। अहिले चाहिँ अब हामीले माथि गएर माथिमा पनि जान्छौँ है भनेर। अहिले चाहिँ हामी सिँढी चढेर उकालो सिँढी रहेछ र सिँढी चढेर चाहिँ हत्तु भएर बसिरहनु भएको छ हाम्रो मेमोरी सर। हार्टबिटै एकदम बढिसकेको छ र झरना चाहिँ यहाँ माथि रहेछ नि एकदम भेरी मस्पराइजिङ भ्यू। सिँढी चाहिँ यस्तो खतरनाक रहेछ नि त, टक्कै पाथिभरा मन्दिर जाने जस्तै सिँढी रहेछ। अहिले भने चाहिँ हामी तनहुँ डिस्ट्रिक्ट आइपुगेको छौँ है। आबु खैरानी तनहुँ जिल्लामा आइपुगेको छौँ है।
अब भइरहेको फलफुलहरू बेच्दा रहेछ। अब चाहिँ हामी यही बाटो अगाडि जानेछौँ है। अहिले भने चाहिँ हामी बन्दीपुर केबल कार जाने रहेछ, त्यहाँनिर चाहिँ आइपुगेको छौँ। अब यहाँनिर गएर हामी केबल कारमा चढेर चाहिँ हामी फेरि बन्दीपुर भिलेजमा जानेछौँ। यो एन्ट्रेन्स रहेछ है, एन्ट्रेन्समा चाहिँ बस पार्क गरेर चाहिँ सबैजना चढेर चाहिँ हामीले भित्र लु अहिले भने चाहिँ हामी यहाँनिर बन्दीपुर केबल कार जाने रहेछ, त्यहाँ आइपुग्यौँ है। अब यहाँनिर चाहिँ हामी केबल कारमा चढेर अब जानेछौँ आफ्नो क्रोकोडाइल रहेछ नि। अब चाहिँ हामी यो केबल कारमा जानुपर्ने माथि गएर माथि 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 कहाँ हो, कहाँ रहेछ माथि रहेछ हो माथि टुप्पोमा यहाँ जानुपर्ने रहेछ। अब हामीलाई तपाईँको टर्न चढेर चाहिँ जाँदैछौँ है। मेरो नानीले भए त पुरा मन पराउँथ्यो त नानीलाई। अब र फाइनल्ली हामी चाहिँ माथि आइपुग्यौँ है। अब यहाँबाट ओर्लिएर चाहिँ हामी बन्दीपुर भिलेजमा जानेछौँ है। साथीहरू बनिरहनुहोस् है भिडियोमा अन्तिमसम्म। बन्दीपुर जाऊला बन्दी
र हामी चाहिँ अब केबल कारबाट ओर्लेर चाहिँ हामी बन्दीपुर विदेशतर्फ लागेको छौँ। सबै आउँदा एक्साइटेड भइरहेको छ र जाँदैछौँ हामी। फाइनल्ली हामी चाहिँ बन्दीपुर भिलेज आइपुग्यौँ र आमा जस्ट लाइक वाउ रहेछ नि त। यहाँको आर्किटेक्चर चाहिँ यस्तो दामी रहेछ कि फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भनेर जस्तै फर्स्ट दामी आर्किटेक्चर रहेछ, एकदम दामी। म कस्तो दामी ठाउँमा रहेछ, म त नेपाल त होइन जस्तो पनि लागिरहेछ यहाँ। कल्चरल ड्रेसमा फोटो खिच्न एकदम बिजी रहेछ नजरहरू देखेको र अलि अब चाहिँ एक्सप्लोर गर्ने चाहिँ भनिरहनु सक्छौँ। कस्तो दामी रहेछ नि त। यहीँ बसेको यो चाहिँ गुड होटेल रहेछ नि त होइन। यहीँ बसेको चाहिँ यहाँ गुड होटेलै। छोड़ी गयो कुन मेरो गल्तीमा बन्दीपुर जाउला सँगै बसौँला क्या माराले सेल्फी हानौँला चाझै खल्तीमा छोडी गयो कुन मेरो गल्तीमा बन्दीपुर जाउला सँगै बसौँला क्या माराले सेल्फी selfie
यहाँनिर सनराइज हेर्नको लागि आइपुगेको छ भर्खरै 6:20 छ नेपाल टाइम। यो हामी चाहिँ अहिले बन्दीपुरको डाँडामा छौँ है। लामेछुरी डाँडा के भनेको यसमा के डाँडा हो यो लामछुरी त होइन होला त्यहाँ लेखा छ यहाँ ए पुरानकोट रहेछ अहिले भन्ने चाहिँ हामी यहाँनिर ग्रेट वाल अफ बन्दीपुरमा आइपुगेको छौँ। यो चाहिँ ग्रेट वाल रहेछ। ग्रेट वालै भनौँ न, सानो है। यहाँनिर है एकदम दामी बनाएको रहेछ। एन्ड द भ्यू एकदम मस्मराइजिङ हो यहाँनिर। कस्तो रहेछ अब जाउँ है ओह्रालो कस्तो रहेछ। लेट्स सी दामी नै बनाएको रहेछ। ग्रेट वाल अफ बन्दीपुर डाँडा पनि एकदम दामी देखिरहेको छ, राम्रो। हेर्दै जानुहोस् है साथी हो। बन्दीपुरमा चाहिँ के रहेछ एक्सप्लोर गर्नु ठाउँहरू तपाईँलाई देखाइरहेको छु है। सनराइजदेखि लिएर तपाईँको के अरे केबल कार, त्यहाँदेखि यो ग्रेट वाल, अन्त त्यहाँदेखिको त्यहाँ कल्चरल डान्स, यहाँको कल्चरल फुडहरू यस्तो दामी रहेछ। यो चाहिँ एकदम भिजिट गर्नै पर्ने ठाउँ रहेछ है साथी हो। हामी आएको चाहिँ यो पारिबाट हो, माथि देख्दै गरेको ग्रेट वाल अफ बन्दीपुर है। आज बनिँदै रहेछ। यो सिमेन्टको बोरा बल्लाको बोराहरू बनिँदै चाहिँ यो चाहिँ यता जाने रहेछ नि त। कहाँ कहाँ हेलो र अब हामी बन्दीपुर छोड्दैछौँ। भने चाहिँ हामी यहाँ बन्दीपुरबाट अब वापस हाम्रो ठाउँमा जाँदैछौँ, स्थानमा है। बन्दीपुरलाई पनि बाई बाई। अब चाहिँ हामी जाँदैछौँ
वापस बन्दीपुरबाट बाई बाई बन्दीपुर हामी मिसले पनि बाई बाई बन्दीपुर भन्नुहुँदैछ है। अन्त अब चाहिँ हामी यहाँनिर है केबल कारभित्र चढ्यौँ है र बात मार्दै जाँदैछौँ है भनिरहेको छ है भिडियोमा। यहाँ चाहिँ स्लो जस्तो लाग्छ तर फास्टै छ हामी चाहिँ यस्तो चाहिँ केबल कारमा छौँ है साथी हो हामी। ल हामी यता घर जाने क्रममा चाहिँ यहाँनिर अब तपाईँको हेटौँडा पनि यहाँ भएर जानुपर्छ। हेटौँडामा चाहिँ शहीद स्मारक छ, शहीद स्मारकमा निस्केर जानुपर्छ। सबैले शहीद स्मारकमा र शहीद स्मारकमा आइपुग्यो। अब शहीद स्मारकमा चाहिँ हामी एकछिन घुमेर आधी घन्टा घुमेर चाहिँ अब जानेछौँ है साथीहरू। शहीद स्मारकमा के रहेछ त्यो पनि तपाईँलाई देख्नुहोस् जति भ्याएसम्म तपाईँले देखेसम्म भिडियो बनाइरहेको छ साथीहरू। यहाँ सेल्फी हान्नु चाहिँ एकदम बिजी हुनुहुन्छ है हाम्रो साथीहरू। खतरा रहेछ नि यो। वी क्यान डु एट यहाँनिर के अरे हेटौडा यो शहीद स्मारकमा फ्लाइङ कार, carousel, sky cycle, kids bungee tram, jeep line, inflatable castle, flying chair, bull rides, kids water plane, train, jeep line, the map. लास्टमा चाहिँ हामी यहाँ भेटघाट रेस्टुरेन्टमा जाँदैछौँ है। अब लास्टमा चाहिँ हामी यहाँनिर खाना खाँदैछौँ, थकाली खाना खाँदैछौँ। थकाली खाना यहाँ हाम्रो प्रिन्सिपल सर यहाँबाट हुनुहुन्छ, यहाँ गुरुबा हुनुहुन्छ। गुरुबा खाना कस्तो छ त? एकदम छ, राम्रो छ। अब त यहाँ हुनुहुन्छ है।
अबको डिनर हुँदैछ यहाँ चाहिँ। प्रेम सर दिपु सर अब भात खाएर चाहिँ अब हामी खानु हुँदैन कस्तो ए ल ठिक छ हामीले चाहिँ यो बन्दीपुरको ट्रिप यस्तो इन्जोय गऱ्यौँ है। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, बन्दीपुर घुम्नुहोस् है, मजा गर्नुहोस्। र आजको लागि चाहिँ यति नै। बाई बाई, सी यू नेक्स्ट ब्लग, ह्याभ अ नाइस डे।